भारतले भन्दैछ मेरो जग्गा परो भनेर अब उनीहरू खस्नु खोज्छ नजति भन्छ हामी भन्छौँ कि पहिले अब दुईपट्टिबाट अमिन आएको थियो कि अनि त्यति बेला भनेको छ उनीहरू तिमी जोतेर खाऊ अहिलेसम्म कति छ कहाँ हो तपाईँको जग्गा ऊ गाई ठोको छ गाई बाँधेको छ नि त्यो पर गाई बाँधेको त्यही पर्छ यो सम्पूर्ण पहिलो नेपालवासीले नि जोत भोग गरे यता त नेपालले गर्छ यो जति देखिन्छ सबै नेपालले गर्छ तपाईँले कहिलेसम्म नेपालमै खेती लगाइराख्नु भएको थियो अनि कहिलेदेखि चाहिँ तपाईँ भारतमा खेती लगाउन थाल्नुभयो त भारत परेको 55 देखि थाहा थियो त्यो पिलर छैन हजुर यहाँ हाम्रो मालिकहरू थियो राजमिस्त्रीहरू त्यो एउटा केटो मालिकको छोरोले उकालेर फ्याँकिदिएको थियो अनि एसएसपी खोज्नु आएको थियो अनि भन्दैछ जहाँ थियो त्यो पिलर त्यहीँ गाडिदिनु नभए तिमीलाई पक्रेर म लान्छु त्यो दिल्ली अनि डरले त्यहीँ गाडिदियो नि बिचरा के भन्नु तिनीहरूको जग्गामा थियो हो के गर्छ तिनीहरू त्यसै सबै हप्काएर त्यसै गर्छ भने हामी के गर्नु ठुलो मान्छे आउँदैन जति जान्ने मान्छे हामी त नजान्ने मान्छे के गर्नु नेताहरू आउँदैन अनि अब यो जग्गा तपाईँहरूलाई भोगचलन गर्न दिएन भने चाहिँ भोगचलन दिएन भने के छोडिदिनु पर्छ नि के गर्नु अब लडाइँ झगडा गरेर सकिँदैन उनीहरूसँग सकिन्छ त दुःख त लाग्छ नि अब के गर्नु के गर्नु दुःख लागेर के गर्नु छोड्नु पर्छ भनेपछि छोड्नु पर्छ नि अब के गर्नु अनि तपाईँको यो बाहेक अन्त कहाँ जग्गा छ अन्त उता तल छ ऊ पनि भारतमै पढ्यो त्यो पनि भारतमै पर्यो भनेपछि तपाईँको सबै जग्गा भारतमा पर्यो कि क्या सबै भारतमै पर्यो कति मात्र अब नेपालपट्टि पर्यो त तपाईँको नेपालपट्टि छैन अहिले अनि तपाईँको त सबै जग्गा भारतपट्टि गएपछि तपाईँ चाहिँ के खाने त नि हो यी सुकुम्बासी सुकुम्बासी भयो अब केही छैन जग्गा केही छैन अन्त गएर अब कमाएर खानुपर्छ कहाँ बाजु मदलु मले भञ्जङ्गौ कहाँ बाजु मदलु मले भञ्जङ्गौ यो गाउँलाई छोडेर भन कहाँ जाऊ